नमस्कार यहाँहरुमा म गणेश विशी तपाईहरु यति बेला हेर्दै हुनुहुन्छ गणेश विशी अफिसियल युट्युब च्यानल। अलि झ्याप्प दिन्छु भन्ने दाजु जो बाइक राइडरलाई चाहिँ कुटपिट गर्नु भएको थियो, हातपात गर्नु भएको थियो, उहाँलाई चाहिँ अहिले पुलिसले खोजिरहेको छ भन्ने समाचार र अनि खोज्ने लगातै उहाँको नम्बर र उहाँको ठेगाना पुलिसले भेटाइसकेको भन्ने खबर छ। र चाहिँ जो भाइ दुई जना भाइ घुम्ने क्रममा बाइक राइडर है उहाँहरूले चाहिँ चलाउने बेलामा यहाँ फोटो पनि देख्नु भएको होला हजुरहरूले। यो बाइक चलाउने क्रममा चाहिँ उहाँहरूले स्पिड जाने क्रममा उतादेखि आइरहेको एउटा कार थियो, उहाँले चाहिँ ओभरटेक गर्ने क्रममा झन्डै बाइकवालाको झन्डै एक्सिडेन्ट भएको थियो है। त्यो भिडियो चाहिँ पुरा हेर्नु भएको छैन हजुरहरूले, यदि हेर्नु भएको छैन भने त्यो भिडियो पुरा पनि हेर्नु होला। झन्डै अनि त्यसपछि किन यस्तो गरेको भनेर चाहिँ त्यो हिसाबले त्यो दुईजना भाइ चाहिँ फर्केर जानुहुन्छ होइन। फर्केर जाने बेलामा त्यति भन्ने बित्तिकै अलिकति अगाडि गएर कारवाला पनि रोकेर वेट गरिरहेको हुन्छन्। अनि त्यसपछि उनले झर्नु बित्तिकै चाहिँ त्यो यो भाइहरूलाई चाहिँ एकदम गाली गलोच अथवा चाहिँ झ्याप्पा हान्छु मुख छाड्दै होइन गाली गलोच रूपमा हातपात पनि सुरु गरिहाल्छन्। दुईजना मान्छे भएर उनीहरूले हातपात गरेनन् र धेरै मान्छेले चाहिँ ट्रोल पनि बनाए, कुटे खाने भाइहरू भनेर दुईजना भएर पनि केही गर्न नसक्ने भन्ने खालको कुरा पनि आएको थिए। तर एउटा कुरा हो, भाइहरूले चाहिँ हातपात नगरेर सही पनि गर्नुभयो, किनभनेदेखि आजभोलिको जमानामा सहनशीलताले पनि जित्छ, म जित्छ होइन। महान बन्नु नै ठुलो कुरा हो, महान बन्नु पनि ठुलो कुरा हो। कुनै चिज सहेर पनि जित्तिन्छ भने जस्तो आज त्यो दाइ हार्न पुगे, भाइहरू चाहिँ जित्न पुगे। किनभनेदेखि यो भाइहरूको पनि फेरि भिडियोहरूमा खासै राइडरहरू रहेछन्, खासै भ्युज पहिला रहन्छ क्या। त्यो मोमेन्ट पछि चाहिँ त्यो इन्सेप्ट पनि भाइरल भइरहेको यताउता चाहिँ देखिरहेको मैले पनि हेरेँ उहाँहरूको होइन। एकदम अहिले चाहिँ भिडियोहरू पनि भाइरल, एकदम पहिला 600-700 भ्यू यस्तै थोरै रहेछ कि अहिले चाहिँ राम्रो भ्यू गएको रहेछ। त्यो झगडाले त्यो भाइहरूलाई त्यो नराम्रो क्षणले यो भाइहरूको जिन्दगी चाहिँ राम्रो भयो, अथवा चाहिँ फ्युचरमा केही गर्छु भने तापनि उनीहरूको जो ड्रिम थियो त्यो चाहिँ पुरा भएको पनि होला होइन, पुरा हुँदै पनि छ होला। किनभने चाहिँ भाइहरू जताकतै भाइरल छन्। मैले यो भिडियो बनाउनुको मकसद के हो भनेपछि, रिजन के हो भनेपछि, मान्छे हामी सहेर पनि त जित्न सक्ने रहेछ नि त होइन। आज समाजले भाइहरूले सहे भने त समाजले उहाँहरूलाई राम्रो व्यक्ति भनेर चिनेको छ। एजुकेटेड व्यक्ति के जो हुन्छ नि, जो राम्रो मान्छे हुन्छ त्यो लडाइँ झगडा कहिले गर्न चाहँदैन कि। जो खराब मान्छे हुन्छ त्यो लड्नु छ, मार्नु छ, जित्नु छ, कुद्नु छ। जो राम्रो एजुकेटिभवाला मान्छे हुन्छ, जो राम्रो संस्कारमा हुर्केको हुन्छ, त्यो मान्छे कहिले पनि झगडा गर्नु चाहँदैन। त्यो मान्छे सधैँ राम्रो सोच्छ। उसले दुई थप्पड खाइरहेछ, सोचिरहेछ, उल्टै माफी मागिरहेछ। वाउ, क्या मानवता है तपाईँहरूको। म चाहिँ सोलेट गर्छु यो दुईजना भाइले। आज तपाईँले एउटा मौन बसेर दुई थप्पड सहेर पनि होइन, सहेर पनि बस्न सकिन्छ भन्ने, जित्न सकिन्छ भन्ने एउटा चाहिँ उदाहरण देखाउनु भएको छ। र चाहिँ ट्रोल बनाउन भन्दा पनि उहाँहरूबाट सिक्नु पनि पर्छ। किनकि एउटा पानी भयो भने एउटा आगो भइदियो भने चाहिँ, एउटा आगो भयो, सरी म उल्टा भने होला, एउटा आगो भयो भनेदेखि एउटा पानी हुन जरुरी छ। हामी एउटै देशका मान्छे झगडा गर्नु लड्नु होइन कि, हामी आफ्नो कामतिर फोकस दियौँ, आफ्नो फ्युचरलाई सोचौँ, मेहनत गरौँ होइन, कसैलाई गाली गलोच नगरौँ, राम्रो सोच्यो भने राम्रो हुन्छ, आफ्नो मेहनत गरौँ होइन। अनि प्लस चाहिँ कसैलाई ट्रोल गर्नु काम चाहिँ छोडिदिने। भाइहरूले चाहिँ राम्रै गरेका हुन्, किनकि चाहेको भए चाहिँ दुईजनाले एकजनालाई नसक्ने होइन, केही न केही त गर्न सक्थ्यो होला। अनि यिनीहरू चाहिँ, यो भाइहरू चाहिँ फेरि घुम्न गएको राइडरहरू रहेछन् अरूको गाउँमा। ऊ आफ्नो गाउँ भनेर चाहिँ